फाइनली साथीहरु आजसम्मको खेतमा काम गरेको चाहिँ पैसा चाहिँ आयो त तनखा चाहिँ आयो चाहिँ कति चाहिँ होला त त्यसको लागि चाहिँ भिडियो चाहिँ लास्टसम्म चाहिँ हेरेर सबैजनाले माया गरिदिनु होला है त। सो हेलो एभ्रीवन वेलकम ब्याक टु माई युट्युब च्यानल है भएर सबैजना सञ्चारमा साथीहरु मन एकदम सन्चै छ आइरहेको छ 90 डेज एन्डको डे 60 आज चाहिँ बिहानै उठ्यो हैन बिहानै उठेर हात मुख धोएर फ्रेस भएर म चाहिँ अरु कपडा चाहिँ चेन्ज गरे हैन अहिले चाहिँ खेतमा जानु पर्ने हुन्छ मजुरी अहिले चाहिँ खेतमा जानलाई भान्जा ठाउँ आइसक्यो भान्जा र म चाहिँ जाँदै छु अहिले चाहिँ फेरि चाहिँ काम गर्नको लागि खेतमा अहिले चाहिँ खेतमा पुगेर नि काम चाहिँ स्टार्ट भइसक्यो हैन खेतको सुरुवाती नै यो काम चाहिँ यता कुला खन्ने बाटो भइरहेको छैन यताबाट चाहिँ त्यहाँसम्म चाहिँ कुला खन्नु पर्ने छ कुलाबाट चाहिँ पानी लिएर चाहिँ खेत चार्नु पर्ने छ नि त अहिले चाहिँ दिउँसो करिब 10:30-11 बज्न लागिसकेको छैन अहिले चाहिँ रोप्ने रोड्ने आइसकेर नि हैन खेत चाहिँ रोप्न लागेको छ नि यतातिर चाहिँ ल्याउ सेवा गरेर टक्क लगाएर चाहिँ हामीले सब चाहिँ मिलाइसकेको छौँ यतातिर चाहिँ रोप्ने रोड चाहिँ रोपिरहेको छ अहिले चाहिँ खाने टाइममा चाहिँ छुट्टी भएको थियो हैन मेरो चाहिँ एकछिन नुहाउनु पर्यो भनेर भन्छ र म चाहिँ नुहाउनुतिर लाग्यो हैन कुलामा चाहिँ अहिले चाहिँ साँझको 2 नि बजिसकेको साथी हैन 2 बजे चाहिँ हामीहरू चाहिँ फेरि काममा जानु पर्ने हुन्छ बिहान 7 बजे गएर 12 बजे फेरि घरमा गएर 2 घण्टा रेस्ट गरेर हैन 2 बजे चाहिँ फेरि काममा आउनु पर्ने हुन्छ साथीहरु चाहिँ काममा पुगेर नि हाम्रो चाहिँ काम चाहिँ स्टार्ट भइसकेको छ काम चाहिँ भनेको चाहिँ यतातिर चाहिँ हैन हाम्रो चाहिँ लेवा गरिरहेको छ त्यता चाहिँ रोप्नेहरू चाहिँ रोपिरहेको छन् अनि हाम्रो चाहिँ काम भनेको चाहिँ फरुवा खेलाउने बाइक चाहिँ अरू काम चाहिँ हुँदैन है साथीहरु हैन हाम्रो चाहिँ फरुवा खेलाइदिने काम मात्रै हुन्छ साइड कुरे काट्ने अनि मिडाल्दिने अनि यता तलतिर माथिको तल फाल्दिने काम मात्रै हुन्छ खुट्टा पाकेर चाहिँ देख्न सक्नुहुन्छ अहिले चाहिँ साँझ नि पढ्न लागिसक्यो साँझमा चाहिँ एकछिन रेस्ट गर्नुपर्ने रेस्ट गर्न लागेको थियो भनेर मैले चाहिँ नास्ता नि रहेको थियो नास्तामा चाहिँ चाउचाउ रहेको थियो चाहिँ मामा भान्जा चाहिँ नास्ता खाँदैन चाहिँ रोप्नेहरू चाहिँ रोपिरहेको थियो मस्तले रोप्नेहरू फेरि आफ्नै तालमा हैन रमाइलो गर्दै रोप्दैन यस्तो मोबाइल तरिकाले देख्न सक्नुहुन्छ एउटाले घोप्टाउने एउटाले घोप्टाउने हैन यस्तो रमाइलो तरिकाले काम चाहिँ गर्दै थियो हैन यतिको चाहिँ हुनुपर्छ है त र यति साथीहरु अहिले चाहिँ हैन अहिलेसम्म काम गरेको चाहिँ पैसा चाहिँ आइसक्यो हैन अहिले पैसा लिन चाहिँ बिहान बोलाउनु भएको थियो बाजेले हामी चाहिँ काममा गएको कारणले चाहिँ अहिले चाहिँ साँझतिर आएर चाहिँ पैसा लिन गएको थियो हैन अहिलेसम्म चाहिँ काम गरेको पैसा चाहिँ आइसक्यो फाइनल साथीहरु हैन कति होला चाहिँ यसमा पैसा चाहिँ भनेको चाहिँ धन्ने झन्डै लगभग चाहिँ 5000 चाहिँ दिथ्यो हैन भान्जा र मामाको मिलाएर चाहिँ दुईटाको हैन यो पैसाको पार्टी हान्ने लुगासुगा किन्ने भन्ने चाहिँ पछि भइहाल्छ हैन साथीहरु पछिको भिडियोमा चाहिँ देखाउने छु अहिले चाहिँ फेरि हैन घरमा आएर नुहाएर फ्रेस भएर फेरि म चाहिँ खेतगडामा जाँदैछु अहिले चाहिँ खेतगडामा चाहिँ पानी चाहिँ धेरै भरेको कारणले चाहिँ खेतमा जाँदैछु बुझ्नको लागि यसरी नै आजको लागि चाहिँ यति नै भन्न चाहन्छु अब चाहिँ नेक्स्ट भिडियो भेट्नुपर्छ।